हेलो साथीहरू नमस्ते नमस्कार गुड मर्निङ तपाईँहरू सबैजना आराम कुशल हुनुहुन्छ होला म ठिकै छु र आज चाहिँ म भिडियो बनाउन लागिरहेको छु र भिडियोको साथमा चाहिँ हाम्रो हेमन्त ब्रदरसँग हुनेछौँ र हेमन्त ब्रदर हामी कता जाँदैछौँ थोरै जानकारी गराइदिनुहोस् हाम्रो दर्शक श्रोताहरूलाई। यसो फ्रेस मोड भनेर हामी एकछिन बाहिर निस्किँदैछौँ है। हजुर हजुर बाहिर कुन ठाउँसम्म हामी जाँदैछौँ? अब धेरै ठाउँहरू छन् हामी अब घुम्दै जान्छ है। ल ल हस् हस् कहाँ पुगिन्छ त्यो चाहिँ म तपाईँलाई देखाउनेछु। अहिलेलाई भने यति नै हाम्रो भिडियो सुरु भइसकेको छ। हजुर थ्याङ्क यू। हेलो साथीहरू नमस्ते नमस्कार पुनः तपाईँलाई वेलकम गर्छु। आज चाहिँ मैले एमएस बक्स वाइजीमा आफ्टर 9th मन्थ पछाडि बल्दा एउटा कन्टेन्ट क्रिएट गर्न खोजिरहेको छु। तसर्थ आजको कन्टेन्ट एकदमै मजा बबाल हुनेवाला छ। आज चाहिँ यात्रामा म निस्केको म एक्लै छैन, यता हाम्रो ब्रदर हुनुहुन्छ, ह्यान्डसम हुनुहुन्छ, पल्साको उपमा पाइसक्नु भएको छ उहाँले। सो अगाडि बढ्दैछु, यता टन्नेरीहरू पनि छन् होइन, म अगाडि बढ्दैछु। त्योसँगै हेमन्तलाई एक्कै भेटिहालेँ। उहाँको वयसका कुरा सोद्धाखेरि उहाँ अल्ल बनिनु भयो। त्यो सँगसँगै फेरि हामी अब अगाडि बढ्यौँ। अगाडि बढ्दा बढ्दै नयाँ ठाउँ विशेष भएकोले अब हामीलाई झन् कौतलता सहित अगाडि बढाइयो यात्रा। हाम्रो सायद अब केटीहरू ढल्छ मलाई होइन, यस्तै छन् अब दुःख सुख होइन, यस्तै नै हो। अगाडि बढाउँ। धेरै समयको भेटघाट पछाडि चाहिँ हामीले कुनै न कुनै चाहिँ ठाउँ विशेष यात्रा गर्ने हामीले चाहिँ निधो गऱ्यौँ। अनि यो पालि चाहिँ हाम्रो हेमन्त ब्रदरले मलाई चाहिँ कुनै ठाउँ विशेष लग्दै हुनुहुन्छ। अनि मलाई चाहिँ कस्तो ठाउँ आउँछ होइन, यो पार गरे पछाडि कस्तो आउने हो भन्ने कुराको एउटा कौतूहलतासहित मेरो यात्रा चाहिँ जारी राखेँ। र हेमन्त ब्रदरलाई कुनै यात्राको क्रममा मलाई थाहा भएन। अनि उहाँलाई सोध्दै उहाँसँग गफिँदै हाम्रो चाहिँ सङ्घर्षका दुःख सुख होइन कुरा गर्दै हामीले चाहिँ हाम्रो यात्रा अगाडि बढाउँदैछौँ। यस पटकको यात्रा काठमाडौँको मेरो पहिलो पटकको यात्रा पक्का थिएन, तर यो पालि भने चाहिँ अब पहिलो पटकको जस्तै नै अब फरक ठाउँ विशेष फरक परिवेश चाहिँ यात्रा गर्दाखेरि अब गाइड चाहिन्छ। र मलाई चाहिँ यो पालि भने चाहिँ हेमन्तले अगाडि बढेर मलाई गाइड गर्दै हुनुहुन्छ। तसर्थ म चाहिँ उहाँलाई पछ्याउँदै हाम्रो यात्रा अगाडि बढाउँदैछौँ। अब कस्तो ठाउँहरू हामीले पार गर्नुपर्छ, कस्तो ठाउँ निस्कने हो, त्यो चाहिँ अब हामीले तपाईँलाई देखाउँदै नै जानेछौँ। हाम्रो चाहिँ यात्रा यो ललितपुर जिल्लाको चाहिँ पोल्डोका पिपल बोटबाट चाहिँ हामीले सुन्दारातर्फ अगाडि बढिरहेका छौँ। तसर्थ हामी चाहिँ यो हिँड्दै नै यो हामीले चाहिँ यो माइन्ड कन्सेप्ट राखेर चाहिँ हामी हाम्रो लक्ष्य गन्तव्यतिर हामी अगाडि बढिरहेका छौँ। तसर्थ हामी चाहिँ अहिले यो तन्तलापुर गाममा चाहिँ हाम्रो यात्रा हामीले अगाडि बढाइरहेका छौँ। तसर्थ सहर भन्ने बित्तिकै अहिले चाहिँ अस्तव्यस्त तरिकाले चाहिँ सहरको जनजीवनहरू अगाडि बढिरहेको छ। आफ्नो कामले आफ्नै चाहिँ तरिकाले चाहिँ सहरका चाहिँ आम नागरिकहरू आफ्नो जीवन व्यतीत गरिरहेका छन्, त्यो देख्न सकिन्छ। यात्राको क्रममा चाहिँ हामीले प्रकृतिमा आपसी आप सिर्जना गरिरहेका वस्तुहरू लगायत चाहिँ मानवले निर्माण गरिरहेका गौरव गर्न लायकका ठाउँहरू पनि तपाईँलाई देखाउने हाम्रो जमर्को पक्का रह्यो। र यो पटक भने चाहिँ हामी विशेष धेरै काम विशेषले हामी बाहिर निस्केका थियौँ। र यो पालि भने चाहिँ हाम्रो हेमन्त सरले चाहिँ विशेष गरेर चाहिँ मोबाइल ब्याङ्किङ लगायतका चाहिँ उहाँको थुप्रै सिस्टमेटिक कामहरू सल्भ गर्नुपर्ने भयो र हामी बैङ्कमा नै निस्क्यौँ। र यो पटक भने विशेष त हामी अलि ह्यान्डसम नै भएर निस्क्यौँ यात्रामा जाउँ भन्ने लागेर हामी चस्मा होइन अलि लुगा कपडाहरू अलि ह्यान्डसम नै अब लाएर निस्केका छौँ। अब हामीलाई केरियरले देख्ने बित्तिकै डल्छन् भन्ने लागेको छ हामीलाई। र यात्रा क्रममा हामीले चाहिँ विभिन्न ऐतिहासिक धार्मिक स्थलसँग पनि नजिकिने कोसिस गरेका छौँ। र तसर्थ तपाईँले हेर्नुहोला यहाँनिर चाहिँ विशेष त हिन्दू धर्मसँग सम्बन्धित ऐतिहासिक ठाउँहरू पक्का रहेको छन्। हाम्रो यहाँ साउजी हुनुहुन्छ होइन, अनि यता हाम्रो ब्रदरले चाहिँ अब ट्राई गर्दैछ कस्तो मन पर्छ पर्दैन होइन, ह्यान्डसममा झन् ह्यान्डसम हुन खोज्दैछ। हजुरहरूले देखिसक्नुभयो हाम्रो हेमन्त सरले चाहिँ
आफ्नो रोजाइको कपडा किनिसक्नु भएको छ। अब चाहिँ हामी अगाडि बढ्दैछौँ साथीहरू र हामी चाहिँ यो मेन रोड त नभनौँ, यो शाखा रोड नै हो। यसको चाहिँ यो साइडमा रहेको सुन्दर चाहिँ धार्मिक भनौँ होइन, अनि अर्को चाहिँ सुन्दर सुन्दर घरहरूलाई देखाउँदै हामीले हाम्रो यात्रा गाडीबाट आउँदैछौँ साथीहरू। हामीले अब यात्रा गरेको पनि लगभग 3 घन्टा जति भइसकेको छ। अब हामी यात्रा गर्दा गर्दै हाम्रो दुई खुट्टेलाई चाहिँ अलि कता कता आराम गराउनु पर्ने जस्तो लाग्यो र हामी चाहिँ अब यात्रामा चाहिँ केही समय चाहिँ हामीले विश्राम गर्नका लागि एउटा चाहिँ यो डाँडामा चाहिँ एउटा बर पिपलको चाहिँ बोट रहेछ, यसको छारीमा हामीले केही समय चाहिँ आराम गर्नेछौँ। तसर्थ यहाँदेखि हामीले देखिने चौतर्फी दृश्यहरूको चाहिँ मजाले अवलोकन गर्नेछौँ, अन्वेषण गर्नेछौँ साथीहरू। त्यहाँदेखि हामीले पक्का हाम्रो यात्रालाई अगाडि बढाउने हाम्रो निश्चिन्त जमर्को रहनेछ। र यो पालिको हामी चाहिँ हेमन्तसँग, मेरो मित्रसँग चाहिँ अन्तिममा छौँ र मेरो चाहिँ आफ्नो अफिसियल कामहरू पनि भएको हिसाबले हामी यो कम्पनीमा पुगेका छौँ। कम्पनीको विस्तृत जानकारी चाहिँ अब हामी देखाउने छौँ है त हजुर। हेलो महेशजी, नमस्कार है हजुर। नमस्ते। विशेष के कामले होला हामी यता आउनु पर्ने भयो तपाईँले होइन? ट्रेड टावरको चाहिँ कम्पनीमा आइसकेका छौँ र विशेष त यहाँनिर हामीले हाम्रो व्यक्तिगत चाहिँ केही कामहरू भएको हुँदाखेरि आइएको हो र यसमा विशेष त अब ठुल्ठुला कम्पनीहरू चाहिँ रहेका छन्। यसमा विशेष त हाम्रो राजेश हमाल है। हामी कम्पनी पुगिसकेका छौँ। हामीले हाम्रो कामलाई छिटो छिटो सकाउने प्रयास गरिरहेका छौँ। र यस पटक भने मेरो यात्राको क्रममा सहयात्रीको रूपमा मलाई सहयोग गर्नुहुने हाम्रो हेमन्तजीलाई पनि मलाई अन्तिमसम्म पर्खिनका लागि अप्रोच गरे र हामी आज भिडियो श्रृङ्खलाको अन्तिममा आइसकेका छौँ र भिडियो हेर्नुहुने तपाईँहरूप्रति एकदमै आभारी र कृतज्ञ व्यक्त गर्न चाहन्छु। र आज भिडियो श्रृङ्खला प्रस्तुत गर्ने क्रममा कुनै पनि चाहिँ मिस्टेक भुलचुक भएमा तपाईँहरूप्रति एकदमै क्षमा माग्न चाहन्छु र आजको भिडियो श्रृङ्खलाबाट म तपाईँहरूको फन्नी एन्ड फेन्टास्टिक मित्र मिस्टर महेश कुलुङ पनि बिदा माग्न चाहन्छु। हस्त नमस्ते, तपाईँहरूको दिन शुभ बितोस्।